खाने हामी पुरा लहतुङ ल गते गते त यहाँ 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 तेरो सब खै कहाँ पुग्छ उता पर यता हेर्दा आँगन बनाएर अब के छ खुसी ठिक छ ठिक छ यो हाम्रो पुरानो घर हटाएर नयाँ डिजाइनको घर बनाउँ भनेको बुवा र आमाले मान्नु भएन त्यसैले यसलाई रिनोभेट गरिएको छ फ्रन्ट लाइनमा गमलाहरू त्यस पछाडि पछाडि मसिनो फुल रोपेको छु मैले यसको यो खास उद्देश्य चाहिँ माथिबाट पहिरो झऱ्यो भने यहाँनिर थाप्ने पर्ने भयो अस्तिचोटि झरेको थियो अनि अर्को मिनी गार्डन पनि हो दुईवटा उद्देश्य छ अब त्यस पछाडि के भयो आँगन पुरै प्लास्टर भयो यो पिलरहरू सबै फेरियो अब फुल चाहिँ यहाँ रोप्दाखेरि फुलको जराले सिमेन्ट फुटाउँदो रहेछ भित्र फुललाई माथि गार्डनमा सारेर यहाँ चाहिँ सबै झुन्ड्याउने खालको गमलामा फुल रोपिएको छ पिलर यो खालको फेरि हामीले 1 2 3 4वटा पिलर पार्किङ यहाँ छ बाइक पार्किङ 1 2 3वटा 4वटा बाइक आँट्छ यहाँ अझै यहाँ पार्किङ बनाउन सकिन्छ आँगन यतासम्म प्लास्टर गरेको छु अनि धारालाई पनि रिनोभेट गरिएको छ यो चाहिँ गोलो बनाउने टेक्निक कस्तो भन्दा फेरि ठुलो बाँसको ट्याक्कै हालेर बिचमा मसला हालेर यस्तो बनाएको गोलो अब हल्लिँदैन अस्ति साह्रै हल्लिन्थ्यो हल्लिँदैन अब यो अघि मैले सट्टै पखालेर चाहिँ यस्तो देखिएको है आँगन लगभग अब किचन चाहिँ हाम्रो यो पुरानो पहिलेको किचन छ यसलाई बनायो भने हाम्रो घर राम्रो हुन्छ अब लगभग यति फिनिस भयो यो भित्र सिकुवा पनि प्लास्टर छ अनि भित्र पनि प्लास्टर छ आमा बाबाको भित्र बसोबास सिमेन्ट प्लास्टर छ सिकुवा यो पनि हामीले रिनोभेट गरेको यो यतापट्टि यहाँ तल थियो उता सारेर काटेर ट्याक्क यसको खुट्टा जोड दिएर राखेको छौँ सबै सिमेन्टको प्लास्टर सकियो घर अब यो किचनलाई हटाउन पाए किचनलाई सट्टै हटाएर दामी बनाउने अब किचन पनि किचनले अलिकति शोभा बिगारेको छ क्या घरको यो फुलहरू फुल्यो भने यस्तो दामी देखेको छु यो गार्डन यहाँ भर्खर मैले फुलहरू रोपेको छु यो खालको फुलहरू यो सबै यिनीहरू सबै खाले बिजनेस कन एक महिना एकचोटि एक महिना 2-3 चोटि 3 चोटि 3500 त कमाउँछु खाएर 2000 पचाउँछु त्यहाँदेखि उपर खान्छु नानी खाने हो त्यसै भए त्यतै आज भात खानु अब मासु भात मिल्दैछ व्यापार धेरै भयो खाना खानु पानी ल्याइदिए बजुले भन्छ जतिको कुरा खानु मलाई थाहा छ पानी ल्याइदिएन बजुले पहिले यो हेलो यस्तै म फेरि काम छ हाम्रो सिन क्या अनि काम गरेर त गएर खानुपर्छ नि कहाँ बाली नि सुर्तिया सामान धोएर खानु ल मेरो हातले ले नानी पानी ल्याइदे त बजुलाई चति भेटै हाल्छ खाने हामी पुरा लहतुङ ल गते त यहाँ यहाँ यहाँ
तेरो सब खै कहाँ पुग्छ उता पर यता हेर त आँगन बनाएर अब के छ खुसी ठिक छ ठिक छ